हेलो सबैलाई नमस्ते मेरो ब्लगमा आज नयाँ क्यामेरादेखि अनि हामी राइनीहरुको यतै छ न आइज न यता हामी राइनीहरुको हामी मेला जान आँटेको आज नेपाली मेला कति वर्षपछि भएको होला सायद है मेरो राम्री बहिनी सो अब हामी जान आँटेको कस्तो देखेछु भने म यस्तो देखेछु यस्तो This is Jantar, Pisako Mala, अनि राईको यो so that's nice. Okay, so अब हामी जान आँटेको तयार भएर अब सबैजना भेट्ने त्यही हो सबैजना भेटेर रमाइलो गर्ने आज म देखाउँछु के गर्छु भनेर है अब दिदीबहिनीहरु जान आँटेको हामी बाइ 1 hour later. Hello Rina. Hello. Hello, हामी सबै तिनजना फर्स्ट टाइम भएको रहेको ड्रेस है हामीले पनि अस्ति नै त लिम्बूको हो नि त खैरौँ त ए रिनाको त बर्बाद हामीले त राम्रै पो लाग्यो रहेछ मेरो त आएन नि त मलाई त अब हामीले कति दुःख गरेको छौं ओ हाम्रो दिदी पनि ओ मिलाइदिन्छ ओइ बस स्टपमा मिलाउ पक्का हामीहरु किन भने नि तेरो कपडा यस्तो रहेछ कि मेरो छाम त यस्तो छ छिटो बाटोमा उभिएर पाकाहरू ओके अब हामी जाउँ छिटो हामी जाउँ अब राम्री छौँ हामी सबैजना राम्री सबैजना अबि गयो अर्को चाहिँ हेलो रिना हेलो सबैजना हामी राइनी दिदी बहिनीहरु ओके हामी जाँदैछौँ अब सजिलो हो नि रिना क्यामेरा सानो खालको कस्तो सजिलो हुन्छ युट्युब देखेको मैले युट्युबमा हेरेको कस्तो कालो देखेको कालो मान्छेलाई हैन गोरो देखेछ कहाँ हो कहाँ रे कहाँ भन्यो पर अलिक ए आउँछ उता सरी याद आयो मलाई अब हामी जाँदैछौँ अङ्कल होइन बिचरा दाइ थियो होला बिचरा अङ्कल हो दाइ हो नि म हेर्दाखेरि अङ्कल थियो अरे कस्तो राम्रो देखेको बुलकी पनि रहेछ नलागेको रहेछ हेर्न किन नलगेको ए नलगेको ओके ठिकै छ नलगेको हेर्छ है नाक है ठिकै छ ए हामी दिदीबहिनीहरु राम्री भएर नामको टिका लगाएर मैले त राम्रो देख्छ टिका बाङ्गो भयो त ला मेरो बाङ्गो ए मामपाका झर्यो भने के गर्नु मेरो रुचिराटो किन मेरो कतिचोटि झरिसक्यो भने यसरी गरेछ हेर त ठिकै छ अलिकति बाङ्गो होला हो आई डोन्ट नो देखेको पनि छैन हौ मैले त ला दिना यो पक्री सानो पनि चाहिँ गाडो भइरहेछ ठिकै छ राम्रो रहेछ कान पनि राम्रो रहेछ है राम्रो देख्ने वाक्क लागिसक्यो ए अरे अब हामी सबै नेपालीहरू भेला हुँदैछौँ अहिले दिदीबहिनीहरू सबैजना नेपाली मेला टिकै झर्यो मेरो त पक्का त ठिकै छ राम्रो देख्छ भिडभाड छ नेपालको हल्ला सुनेको कस्तो भयो मजा आएको क्या भिड नेपालको भाषण सुन्यो यो क्यामेरा नयाँ हो नि त अलिकति गिली हुँदैछ ल अब हामी पुग्न लाग्यौँ मलाई त हावाले आँसु भइसक्यो मेरो दिदीले नयाँ क्यामेरा किन्नुभएको छ सानोवाला त्यही भएर बोक्ने सजिलो भएर मैले अफर गरिदिएको भिडियो खेच्न वेदर राम्रो है कसरी पछाडि गर्ने उतापट्टि हेर्नु मिल्छ क्या उताकोले पनि के खिच्दैछ
सेल्फी पनि खिच्दा सोच्नु पनि के हो क्या यस्तो हावाले लुगा बर्बाद पारिसक्यो यस्तो राम्री भएर आएको बर्बाद होइन यो के यो उडाएर ह्याङ भइसक्यो मलाई यहाँ अरे है हाम्रो नेपाली बेला हेलो दिदी बहिनीहरू हेलो हाम्रो सामाजिक अभियन्ताहरू यहाँ आइपुग्नुभएको छ टन्नै छ नेपालीहरू यहाँ नेपालीहरू स्वागत गर्न चाहन्छु हाम्रो नेपाली मेला आयो हाम्रो नेपाली मेला आयो हाम्रो नेपाली परिवारको तस्बिर दिदी कहाँ छ तस्बिर दिदीको फोटो ल हेलो 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 तस्बिर दिदी हाम्रो दिदीहरू नमस्ते गर्दैछ ए यहाँ रहेछ नि पानी आलु सेलरोटी लाइनमा छ नि त साइडमा उड्नु पर्यो नि हामी चाहिँ यहाँ हामी खाँदैछौँ सेलरोटी भोग लागिरहेछ खाएको हामीले मेरो चाहियो हाम्रो स्पेसली काठमाडौँको नेवारी फुलर रेसिडेन्स हेलो ल ए उठिदिनु अरे हौ उठिदिउँ भन्यो ल हाम्रो राष्ट्रगान आयो राष्ट्रगान आयो हाम्रो राष्ट्रगान यत्तरी गाई गान है अब हाम्रो राष्ट्रगान बस्न यहाँ त्यतिले कि तर है राष्ट्रगान हामीले राष्ट्रगान यहाँ कोही बस्छ होला जा छिटो जा निशा इमोसनल पो पार्यो योगिनले त इमोसनल हो क्या म त
दिपा दिदी कस्तो हुँदैछ त राम्रो हुँदैछ राम्रो अनि खाने कार्यक्रम सिद्धियो अब खाने कार्यक्रम सक्यो ठाउँ छ दिपा दिदी फेरि सिद्धिन्छ नि त एकजना मात्रै जाने हो यहाँबाट म जान्छु त्यहाँबाट एकजना हिँडेर फेरि भन्नु त के भन्नु खानेकुरो सिद्धिजान्छ भनेर होइन भने सबैले सक्ने कुरो होइन र एकछिन ल म यो फ्याँकिहाल्छु ल लिएर आउनु आँखा मेरो आज आँखाले साह्रो दुःख दिँदैछ यहाँ चर्चमा अब लाइन लाग्नु नि त यहाँ होइन उता जाउँ न हिँड्नु न उता साइड लाग्नु न कहाँ उता यहाँ हो भुटान उता यहाँ हो भन्दा लाग्नुपर्छ हामी खाना आँटेको अब यो के हो यो खाना आँटेको बाई प्रोग्राम हुँदैछ त्यहाँ नाच्दैछ भाइ बहिनीहरू बल्ल बल्ल खाँदैछु यो मन त मेरो नेपाली हो सही हो जसो गरेर सुकै लैजाऊ मलाई यो मन त मेरो नेपाली हो मलाई गर्व छ हाम्रो पुर्खाले कति व्यथाहरू सहेर इतिहासमा पता त लेखेकै छ जसो गरेर जीवन जतासुकै लैजाऊ मलाई यो मन त मेरो सबैले नेपाली हो राम्रै हुनु पर्यो राम्रै देखाउनु पर्यो मेरो पनि सिलाउँछमा त्यो कहाँ हामी त फेरि सेम सेम हो नि तिम्रो आमा लिम्बू बाउ लिम्बू आमालाई दुइटै हुनुपर्ने कि हामीसँग चाहिँ होइन त्यही भएर मैले दुईजना होइन सिलाउँछमा थियो नै बिर्सेछु होइन यहाँ कुचुर मात्रै लाउँछ हामी अब खाएर अगाएर टम्म भएर बसिरहेको छौँ अब एकछिन जाने भनेको राम्ररी नाच हामी यहाँ ताली बजाउँछौँ हुटिङ गर्छौँ ल हुटिङ गर्छौँ है केही हुँदैन सबै ठिक हुन्छ हुटिङ गर्छौँ हामी सबै गर्छौँ
कुमार मेलजीलाई चाहिँ हाम्रो यस कराउनु पर्छ ल उनीहरू नाच्दा खायो सामीलाई देख्यौ चण्डी नाच पर्खेको उसको चण्डी नाच पर्खेको अब एकछिन कहिले नाच्छ खोइ थाहा छैन कहिले नाच्छ केटी आइ भन यहाँ आइ भन ल हामी फोटो खिचौँ सबैजना दिदीबहिनीहरू ल फोटो खिचौँ यहीबाट खिच्ने होइन भ्लग बनाएको यसको लागि ल छिटो यहाँ खिच्नु मन छ A few moments later. Okay. Just wait and watch. Thank you so much. हावा आइरहेको छ सरसरी हावा आइरहेको छ कस्तो मिठो बास्ना खानाको आइरहेको छ खानाको परिकारहरू कस्तो आइरहेको छ स्टलहरू तपाईँहरू कमेन्ट गर्नुहोला निसा अब हाम्रो बहिनीहरूको साकेला डान्स आउनु आँट्यो है जुम्न भयो यार हामी जान्छौँ अब ठिकै छ भिडियो कसकोबाट धेरै देखियो होला ल अब जाउँ सो हामी तिनजना दिदीबहिनीको आज हाम्रो के हो नेपाली मेला सक्यो कस्तो राम्री देखेछ मेरो बहिनीहरूलाई मलाई पनि अनि कस्तो भयो एक्सपिरियन्स मजा आयो फर्स्ट टाइम स्कटल्यान्डमा अनि हामीले फर्स्ट टाइममै एक्सपिरियन्स गरेको यहाँ यता भनौँ न रमाइलो भयो नि ओके सो सबैले बाई बाई भन बाई बाई